तपाईले यहाँ माथि भिडियोको स्क्रिनशट देख्नुहुँदैछ नि त्यो भिडियो हेर्नुभयो होला है। त्यो भिडियो चाहिँ मैले किन पोस्ट गरेको भन्दाखेरि चाहिँ म रेनक पेट्रोल पम्पको त्यहाँ जाँदै गर्दाखेरि तारपिन स्कुलको स्टुडेन्टहरू आउँदै रहेछ नि त। त्यहाँ एउटा बहिनी चाहिँ बिचारा रुँदै थियो हो। त्यहाँदेखि यसो हेरेको खुट्टाभरि सुम्ला बोकिरहेको रहेछ हिर्काएको। त्यहाँदेखि बहिनीलाई के भयो भनेर सोद्धाखेरि चाहिँ उसलाई मिसले हिर्काएको भन्दै थियो। त्यहाँदेखि रिजन के हो भन्दाखेरि खै त्यस्तै हिर्काएको, मिसले त्यस्तै हिर्कायो, अझै मलाई त के भन्छ कसलाई भनिस् भने पनि तेरो घाँटी निचारेर म मारिदिन्छु त्यस्तोहरू भन्दै थियो अरे। अब स्टुडेन्टलाई पनिस गर्नु छ भने पनि अब निल डाउन गराउनु सक्छ, नभए अलिअलि हिर्काएर उयो गर्नु सक्छ नि त। त्यस्तो डरलाग्दो खुन निस्किने गरी त किन हिर्काउनु होइन अर्काको नानीहरूलाई। अझै त एक दुईजना कमेन्ट पनि गरिरहेको रहेछ, बहिनी अब हिर्काउनु चाहिँ नि काम पाइनौ तिमीले किन भिडियो पोस्ट गरेकोहरू भनेर कमेन्ट गर्नु भइरहेको रहेछ। भोलि पर्सि तपाईँहरूको पनि नानीलाई टिचरले त्यसरी नै सुम्ला बस्ने गरी हिर्कायो भने तपाईँहरूलाई माया लाग्थेन भन्नुहोस् त। त्यहाँदेखि अब अलिकति ह्युमेनिटी भन्ने त हुनुपर्छ नि मान्छेकोमा। त्यही कारण मैले त्यो भिडियो पोस्ट गरेको के हो। अब त्यो मिसको त्यसमा उहाँको जब जान्छ त्यस्तोहरू भन्ने पनि केही छैन। अब सबै मान्छेको लाइफमा